उपसभामुख भइसकेपछि उहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन। जुन दिन उहाँले उपसभामुखको शपथ ग्रहण गर्नुभएको थियो त्यो भन्दा 2 घण्टा अगाडि नै उहाँले मलाई रिजाइन दिएर हैन तपाईको चाहिँ के रे राजीनामा पत्र बुझाइसक्नु भएको। त्यसो हुँदाखेरि श्रम संस्कृति पार्टीले अहिले दोहोरो चरित्र गर्यो भन्ने गीत आइरहेको छ बाहिर हैन। संवैधानिक परिषद सम्बन्धी अध्यादेश पास गरेको विरोध गर्ने अनि भरे फेरि तपाईको चाहिँ के रे हैन उता सरकारले नै अगाडि सारेको चौथो वरियताको व्यक्तिलाई चाहिँ प्रधान न्यायाधीश बनाउनका लागि उपसभामुखले भोट हाल्ने भन्ने हिसाबले चाहिँ हामीलाई दोहोरो चरित्रको हो भनाउन खोज्नु भएको छ। त्यो सत्य कुरा होइन है। यो व्यवस्था अन्तर्गत के हुन्छ भने सभामुख र उपसभामुख बन्नुभन्दा पहिला सम्बन्धित व्यक्तिले सम्बन्धित दललाई आफ्नो राजीनामा बुझाउनुपर्छ। राजीनामा बुझाइसकेको मान्छे हाम्रो सम्बन्धित दलको होइन। रुबी कुमारी हाम्रो दलको हुनुहुन्न। उहाँ हाम्रो पार्टीबाट जानुभएको हो, निसन्देह हो, जानै भएको हो, हाम्रै उम्मेदवार हो उहाँ। तर उहाँ उपसभामुखमा तपाईको चाहिँ के निर्वाचित भएर उपसभामुखको शपथ ग्रहण गरिसकेपछि उहाँ अब हाम्रो पार्टीको रहनु भएन। उहाँले कहाँ भोट हाल्नुहुन्छ, के गर्नुहुन्छ, कति बजेको तपाईको चाहिँ कार्यालय जानुहुन्छ कि जानुहुन्न, कस्तो लुगा लाउनुहुन्छ, कस्तो गाडी चढ्नुहुन्छ भन्ने कुरामा हाम्रो पार्टीको कुनै पनि दखल अन्दाजी, कुनै पनि निर्देशन, कुनै पनि तपाईको चाहिँ फरमान नरहने कुरा म जानकारी गराउन चाहन्छु। उहाँ तटस्थ हुनुहुन्छ। उहाँले कहाँ भोट हाल्नुभयो त्यो उहाँको व्यक्तिगत तपाईको चाहिँ के स्वतन्त्रताको उहाँको चाहिँ अधिकार हो। यसरी बुझ्नका लागि मद्दत गर्न चाहन्छु। र अर्को कुरा चाहिँ यहाँ के पनि आएको छ भन्दाखेरि अघि बिहानदेखि हिजो हाम्रो सुदनजीसँग चाहिँ हाम्रो ल एकता हुने भयो भनेर फोटो